हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले धेरै पछि भ्लग स्टार्ट गर्दैछु किनकि म बारीबाट स्टार्ट गर्दैछु किनकि एकचोटि हामीले पहिल्यै माइजू भान्जी आएर मैले भ्लग स्टार्ट गरेको थिएँ नि त। यहाँ मम्मीहरू सबै भएर हामीले आलु रोपेको थियौँ। अहिले चाहिँ हाम्रो आलुको छ्यालछ्याल पनि सबै मऱ्यो अनि हामी चाहिँ आलु खाँदैछौँ। म चाहिँ है अनि मम्मीहरू चाहिँ अहिले आउनुहुन्छ। घाम नलाग्दा जस्तोमा हामी आलु खान्छौँ अनि फेरि हाम्रो चाहिँ तोरी मिस्ने काम छ अनि हामी तोरी मिस्नतिर जान्छौँ। अनि अहिले चाहिँ हाम्रो बुट यस्तो भइसकेको छ कि सबै मऱ्यो नि त। अनि यो बुट चाहिँ सबै मऱ्यो, त्यही भएर चाहिँ यहाँ मैले आलु खाँदैछु साथीहरू। आलु मेरो त्यता अलिकति मात्रै खानेको कि यतातिर खासै फलेको छैन आलु। यहाँ एक थुप्रो, दुई थुप्रो, तिन थुप्रो, चार थुप्रो, एक किलोको थुप्रो यति खन्दैछु। अनि यता पनि छ, उता खन्दैछौँ। अनि उता चाहिँ हाम्रो धनिया पनि छ कुनातिर। आलु चाहिँ खासै फलेको छैन, हामी चाहिँ पानी त्यति चारै थिएनौँ नि त। अनि त्यही भएर चाहिँ यति आलुकै झाङ एउटामा एउटा छ क्या हो, एउटामा एउटा रहेछ। यो चाहिँ यतैको बुटको यो सेतो हो अनि यो रातो, एउटामा एउटा आलु। कति थोरै हो, के साह्रो नफलेको आलु साथीहरू। हाम्रो मात्रै नफलेको कि सबैजनाको नफलेको। म देखाउँछु है तपाईँहरूलाई राम्रो झाङको भनेको। झाङै छैन कि साथीहरू, यत्रो यत्रो फलेछ। 1 2 3 4 5 6 7 8 आलु नै छैन। यति छ, म चाहिँ उता फाल्दैछु। एमा फलेको रहेछ तिनवटा मात्रै छ त साथीहरू। सो साथीहरू, म चाहिँ अब आलु छपाछप खान्छु अनि मैले चाहिँ खनेर फेरि हजुरहरूलाई देखाउँछु हाम्रो आलु कति निस्किँदो रहेछ भनेर। यति धेरै कति धेरै ड्याङ छ भने 1 2 3 4 5 6 7 8 9 10 11 12 25 जति होला। 25 जति ड्याङ छ। 25 जति ड्याङमा कति जति आलु फल्दो रहेछ म चाहिँ अब खनेर हजुरहरूसित देखाउँछु, भेट्छु अनि कति बोरा निस्किन्छ अनि म चाहिँ हजुरहरूलाई देखाउँछु ल साथीहरू। ल साथीहरू, हामी चाहिँ आलु यति खनियो यहाँदेखि सर्लक्कै यतातिर खनियो अनि यतातिर त बाँकी नै छ। अनि हाम्रो चाहिँ आलु चाहिँ घर गइसक्यो, मम्मीले लिएर गइसक्नु भयो 1 बोरा। अनि यहाँ चाहिँ हाम्रो आलु चाहिँ मैले यति खन्दै थिएँ। यहाँ 2टा खुदाली छ। अब चाहिँ हामी भात खान जान्छौँ। हाम्रो चाहिँ कति ड्याङमा 5 6 7 ड्याङमा बल्ल 1 बोरा निस्कियो। सो साथीहरू, आजको भ्लग यति नै। अनि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि बाई बाई।